आप देख सकते हो। वाओ गाइस, ल एउटा मलाई हात्ती छ हेर। योलाई पनि मैले फर्स्ट टाइम हातेर यसरी छोइरहेको छु है। सुन्न त केही पनि गर्दैन। ड्रेस लाएर यहाँका मगर्नेहरूलाई पुरा फ्याट गर्दिनँ भन्ने थिएँ, तर के गर्नु केही पनि भएन। मैले सोचेको जस्तो यिनीहरू खरो नि हुन्, यिनीहरू पनि चौधरी हुन्, उनीहरू पनि चौधरी, कालो चाहिँ होइनन्। हेलो नमस्ते एभ्रिवान, आयो तपाईँ सन्चै हुनुहुन्छ आउनुहुन्छ। आजको न्यू ब्लगमा सबैलाई स्वागत छ। यदि मेरो च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु, लाइक गरिदिनु होला है। सो गाइस, अनि म चाहिँ आज जिम गरेर आइसकेको है। धेरै दिनपछि मैले भ्लग गर्दैछु। अनि कि आज भ्लग किन गरिदिरहेको छु भने चाहिँ थोरै खुसी कुरो, मैले आज हात्ती देखिरहेको छु कि होइन, किनभने चाहिँ धेरै दिनपछि हात्ती देखिरहेको छु। हात्ती देखेपछि खुसी भएँ म है। अनि त्यही भएर चाहिँ मैले भ्लग सुरु गरेको। म चाहिँ अब हुन्छ नि, मेरो बस्न धेरै स्याउ त छैन है, कम्ती पनि 4-5वटा होला नि स्याउ चाहिँ। अनि पछि म चाहिँ अब स्याउ चाहिँ दुईवटा हात्तीलाई दिन गइरहेको छु कि टक्लाएर कस्तो मलाई डर त लाग्छ है। टक्लाएर जान्छु, धेरै स्याउ पनि छैन क्या, स्याउको नाममा यति हो, दुईवटा स्याउ टक्लाएर दिन्छु है। अब के हुन्छ म बाले थाहा भयो भने त गाली गर्छ होइन, चालै गरेर दिने हो कि झ्याममा पाएर स्याउ त्यस्तो कस्तो हुँदो रहेछ है। मस्तको स्याउलाई भगवानको दर्शन गरौँ भन्ने सोच हो मेरो चाहिँ। आउँदैछ गाइस हात्ती, देख सक्ते हो, टाढैदेखि आउँदैछ। हो अघि मैले योभन्दा अगाडि चाहिँ फेसबुकमा देखेको थिएँ, अघि उसले हाम्रो बब्लु हाउडेजीले चाहिँ हाल्नु भएको थियो। अनि हो भाइ हात्ती त फेरि यस्तो ठुलो यति बबाल छ नि, देख सक्ते हो गाइस। आयो आयो म हात्तीको नजिक जाम सोचिरहेको छु, मलाई डर लागिरहेको थियो कि। हेर न माउटे दाई, हात्तीले त हान्दैन। वाउ गाइस, ल एउटा मलाई हात्ती छ हेर। योलाई पनि मैले फर्स्ट टाइम हातेर यसरी छोइरहेको छु है। सुन्न त केही पनि गर्दैन। ओइ त्यो स्याउ पुरा उसलाई फुटालेर खाइरहेछ हात्तीले। कस्तो मजा आयो कि मैले फर्स्ट टाइम हात्तीलाई त डराएस। यस्तो मजा आयो यार, म ढुक भइरहेको थियो। गाइस अब हामी जान लाग्छौँ घुम्न। घुम्न लाग्नु त भन्दैन, सरप्राइज हुन्छ नि घुम्न लाग्नु। हामी दिदीहरूसँग जान लाग्छौँ गाइस। म चाहिँ उसको दिदी एकचोटि ल। हेलो गाइस, जाँदैछौँ यसरी घुम्न, घाममा तात्तिन। ठिक छ म निकालिदिन्छु, यता हेरिदिउँ न त। यता हेर्दैन गाइस, किन लाज मानेको। ल अब भ्लगमा देखिन खोज्छ, लाज मान्नु त भएन नि होइन। यस्तो चाहिँ म भाइरल भए तिमीहरू नि फिक्सै भाइरल, चिन्ता नगर ढुक्क। म अब चस्मा लाउँछु गाइस, चस्मा लगाएको मलाई कस्तो देखिन्छ मलाई थाहा छैन। म चस्मा लगाएको छैन, गर्मी छ नि त, गर्मीमा चस्मा लाउनु पर्छ अरे। ल म चस्मा पनि लगाइदिइहालेँ। एकछिन हामी सुकमा उफ्रिन्छौँ, सुकमा उफ्रिसकेपछि अनि हामी त्यहाँ गाडीलाई गाडीले उडाइदिनु भएको छ गाइस। म बच्चेँ बाल कस्तोमा बाल बच्चेँ कि म धन्दै गाडीले उडाइदिन्थ्यो, कर्णाली क्यान्सल हुन्थ्यो फेरि। अगाडि त्यो त गाडी गयो नि खतरा, त्यसले मलाई उडाइदिनु भएको थियो। अब यस्तै हो, हामी अब गाडी कुद्छौँ। यति हिँड्दा यति गर्मी भइगयो यार। हेर यिनीहरूलाई यसरी मेकअप गरेर, मेकअप उत्रिन्छ होला है, मेकअप उत्रिन्छ होला। हो ल, अब टोलीहरू चाहिँ हिँडेर जम्मा भइसकेको छ।
देख सकते हो। अनि हामी पनि रेडी भइसकेको छौँ। अब मात्र गाडीलाई कुदिरहेको छौँ। अब गाडी कति आउँछ त्यो त हामीलाई पनि थाहा छैन है। गाडी छिटो आइदियो त हामीलाई पनि सजिलो हुन्थ्यो। अब हामी घाममा बसिरहेछ। हेर्नु कोही पनि आउँछ मात्र अटो आउँछन् होइन, त्यो पनि एउटा दुइटा गरेर आउँछन्। अनि पछि स्कर्पियोहरू आउँछन्, अनि तिनीहरूले फेरि हामीलाई लाँदैन नि त। अनि के गर्ने हो, यस्तै हो। अब एकछिन अझ कुद्नुपर्छ हामी पनि, अनि कुद्नु पर्ला है। अनि चल्दै अटो नपाउनुको कारणले चाहिँ अब हामी अटो यहाँ सरी बस भयो पनि हो, अर्को भयो भने जे भयो नि होइन, हामीले गाडी पाउँदै पाएनौँ कि। अनि चाहिँ अब हामी यिनीहरू गऱ्यो पनि अति भयो कि। अनि हामी अगाडि जाँदैछौँ, त्यहाँनिर रुख छ होइन, यसो एसी पनि चल्छ मस्तको त्यहाँनिर। अनि हामी त्यहाँनिर बस्नुपर्ने हुन्छ एकछिन। अनि गाडी हामी त्यहाँ जानुपर्ने हुन्छ नि यस्तो पारामा के लाएर हेरौँ न, घाम यस्तरी हिँडेको नि यिनीहरू। यस्तो मजा आइरहेको बसिरहेको छ के भनौँ है। राष्ट्रिय गर्मी छ। 12 बजेको धुप, 12 बजेमा बज्दा पनि 12 बजेको धुप भनेको झन् खतरा हुन्छ नि। यस्तो खतरा घाम हुन्छ, त्यही माथि अझ हिँडिरहेछौँ 1 बजे 12 बजे। अहिले गाइस हामीले गाडी पाइसकेको छौँ। हामी गाडीमा बसि पनि सकेको छौँ है। झ्यालको ल्याउनुपर्छ, झ्यालकोले पनि हावा आउँछ कि एसी खानु पऱ्यो नि यहाँ। अनि हामी चाहिँ अहिले कर्णाली आइपुगिसक्यौँ है। मलाई गाडीमा बसेर निको लागिसकेको सुतिनँ होइन, म चाहिँ सुतिसकेको थिएँ एकछिन, झ्याप्प 5 मिनट जति सुतेको। अनि सुतेर उठिसकेपछि फेरि त्यसपछि म सुत्दैन, मजाले यत्तिकै बसेँ। कहाँ जाने हामी? अब हामी जान्छौँ एकछिन। कता जाने हामी? जाने हो टपसप पनि के किन्छ यार, टपसप लाउनुहुन्न। त्यही त यार यत्तिकै ह्यान्डसम छौ त हामी यार। त्यो धुवै धुवा भयो यार, माथितिर हुन्छ नि। वाउ त्यति गर्मी छ यार, त्यति मान्छे गर्मी भएर नै सायद त्यति धेरै नआएको होला। अनि हामी चाहिँ अब घाममा पागल जस्तो आइरहेछौँ। अहिले हामी चाहिँ 11 बजेको धुपमा हिँडी भर्खर एउटा शीतल ठाउँ बस्नु पाएको छौँ। अनि हामी चाहिँ गइसकेको जस्तो हामीले गरेको छ। अनि म चाहिँ सुरु सिधा शीतल ठाउँ त्यस्तो गरेँ। अनि त्यो चाहिँ म गएन, फिल्म हेर्दै बस्छु। फिल्म होइन त्यो नाटक हुन्छ नि, त्यो हेर्दै बसिरहेको छु। बजेर हेर्दैछन् क्या होटलमा, हामी त्यही बसिरहेको छौँ। तिनीहरू खाएर आउँछ त्यसपछि कता जाने पनि मलाई थाहा छैन। सायद पिच माइल जाने भन्दै थिएँ, पिच माइल जाने हो कि त्यो पुलमै पुऱ्याइदिने मलाई थाहा छैन। गाइस हुन्छ नि हाम्रो केटाहरू चाहिँ सबै नाच्नु खाइसक्यो। यिनीहरूले चाहिँ ऊ खाएको थिए, त्यसलाई हुन्छ नि छ्याङ। अनि अब हामी जान्छौँ एकछिन, हामी यहाँ पैसा लिन बसिरहेको यस्तो घाममा। अहिले 1:30 बजिसक्यो, हामी यहाँ आएको थियौँ 1 बजे होइन, अहिले आधी घन्टा बसिसक्यो। अब हामी त्यहाँ जान्छौँ। वाउ एकचोटि वान्स मोर कालु, वान्स मोर। शाहरुख खानलाई फ्लप हान्छ यार अब त तिमीले यार। अब चाहिँ हामी जानुपर्ने हुन्छ। जाउँ अब फेरि घाममा तात्तिन जाने। अनि अब केही कामै छैन, यस्तो गरेर फोटो हामी गर्छौँ त होइन। जाउँ, हाम्रो हिरोहरू आउँदैछन् पछाडि। म यिनीहरूभन्दा हिरो, म अगाडि हिँड्दैछु नि त। हेर न कालो त हिरो देखिसक्यो। त्यही पनि मलाई चस्मा नि त भिआइपीहरू ठिक छ। अब हामी जान्छौँ भनेपछि यिनीहरूले कल्चर ड्रेस लाउन जाने अरे है। अनि यहाँ कहाँ तलतिर लगाएर यतातिर यहाँ यो कहाँ खोला तल जाने ठाउँतिर ल्याएर अस्पतालमा बन्द छ आज, यहाँ कोही पनि छैन आज। अनि त्यत्तिकै यहाँ ल्याएर हुन्छ अस्पतालमा होइन कालु? अब चलो कोही पनि छैन, तलतिर छैन। अब हामी जान्छौँ, चलो त्यत्तिकै हेर न होला हाम्रो क्याम। यस्तो हुन्छ नि, चल्दिउँ अब। त्यो चोर जस्तो अरूको घरमा हेर्नु त भएन नि होइन, के हुन्छ चाहना आयो भने के हुन्छ अहिले।
जाऊ अब अगाडि छ त्यहाँनिरको हावातालमा यिनीहरू घाममा यता र उति भौताडिरहेछन् अनि हामीलाई त्यत्तिकै घाम भइरह त्यत्तिकै भौताडिनु त भएन नि यार हुन्छ नि केही यस्तो शीतलोमा मजाले बसेर केही गरम भन्ने समय यिनीहरूले हामीलाई त्यत्तिकै होइन त्यो कल्चर ड्रेस लाउने भनेर के यता र उतातिर भौताडिरहेको थिएँ अनि पछि नलाउने अरे र त्यत्तिकै फोटो खिच्ने अरे बयान गरिदिनु पऱ्यो नि त एउटा हुन्छ नि मेरो त कामै यस्तै अब हामी यहाँ टप किन्न आएको छौँ टप हेर्ने यहाँ टप किन्ने अरे ल हेर कुन खाले टप लाउने हो अब हामी टप लाउने भनेर आएको होइन टप हामीले खोजे जस्तो पाइएन भनेपछि हामी चाहिँ टप देखिन छ टाइममा टप साउनी चाहिँ उतातिर हुनुहुन्छ क्या उहाँ हो साउनी चाहिँ अब हामी यहाँ टप हेर्न आएको कालो टप किन्यो कि नै ठिक छ न है त्यस्तो ऊ चाहिँ नगर घाट नगर अब कालोले टप हेर्न आयो यतातिर अनि अब हामीलाई मलाई त टप त जाउन यस्तो डायमन्डवाला हेर न डायमन्डवाला के साथीहरू म चाहिँ एउटा डायमन्डको टप किनेको छु है टप देखेछ त्यो त मलाई थाहा भएन सानो छ कि कति 2.5 लाखको टप हो यस्तो हुन्छ नि महँगै गर्छ नि त फेरि टपलाई चाहिँ त्यही भएर चाहिँ म केही बोलिनँ धेरै चाहिँ ल ओ वाउ क्यामेराम्यानहरू फोटो खिच्नु भनेर आइदिन्छन् अब फोटो खिच्ने मुड त थियो तर है म त फेरि हामी क्यामेरा बोकेर आउँछ नि त अनि त्यही भएर चाहिँ हामी नखिच्यौँ आज मान्छे कम आउनु कि हामीले कम देखेको ए धेरै गरी भएर कम आउला सायद हेर न यस्तो छ हालत पुलको दिनभरि यस्तो हुन्छ अरे कि यहाँ है खुट्टा टेक्न खाउँदैन अरे कि आज चाहिँ फेरि हुन्छ नि पुरा खुट्टा टेक्ने ठाउँमा यहाँ मजाले सुत्दिनु पनि सक्छु तर म सुत्दैन बिच बाटोमा सुत्यो भने मान्छे के भन्छ बौलायो भने तर होइन मलाई तल ऊ त्यहाँ प्र्याक्टिकल जानु मन थियो एकचोटि तर के गर्नु मनी प्रब्लम मनी छैन अनि प्र्याक्टिकल गर्न पाइन्न आप देख सकते हो यस्तो पनि हुँदो रहेछ है गाइजहरू मान्छेहरूको ब्यागमा अचार पैसाभन्दा बढी चाहिँ मेकअपको सामान हुन्छ यति चाहिँ हल्का ख्याल गर्नुपर्ने हुन्छ चाहिँ यत्तिकै बसिरहेको छु ब्याग भेरेर यो ब्यागमा के हुन्छ थाहा छ मनी हुँदैन नि ब्यागमा गाइज हामी चाहिँ अघिसम्म पुलमा होइन फोटो खिचिरहेको थियौँ त्यत्तिकै अब चाहिँ हामी कल्चर ड्रेस लाएर म चाहिँ मगर ड्रेस लगाएको छु म चाहिँ अब मगर भइसकेँ म चाहिँ मगर नि पट्टाउनमा छ अब है अनि यिनीहरू चाहिँ चौधरी ड्रेस लगाएको छन् देख्न सक्छ हाम्रो कालुले चाहिँ केही पनि लगाएनन् अनि हामीले चाहिँ सबैले लगायौँ अरू चाहिँ हाम्रो ग्रुपमध्ये कालु क्यामेराम्यान कालुले लगाएनन् हेर न हेन्डसम छ कालु चाहिँ यिनीहरूले लगाएछन् ल अनि हामी आमा अहिले त पुरा हामी आउँदाखेरि होइन पुरा पुल चाहिँ अहिले पुरै खाली छ अघिसम्म चाहिँ हल्का भरि नै थियो किन लाजमा लाज भाँडेर जाऊ है अब एकछिन फोटोसोटो हान्ने भिडियो सिडियो गराउने हो अनि चल्ने हो यार यस्तो हुन्छ नि यहाँ म के गराउन सोचिरहेको थिएँ यस्तो मगर ड्रेस लाएर यहाँका मगर्नेहरूलाई पुरा फ्याट गर्दिनँ भन्ने थिएँ तर के गर्नु केही पनि भएन मैले सोचेको जस्तो यिनीहरू थरो नि हुन् यिनीहरू पनि चौधरी हुन् उनीहरू पनि चौधरी कालो चाहिँ होइनन् अफ्रिकाबाट आएका हुन् युगान्डाको जङ्गलबाट 81 पैदा भएको युगान्डाको जङ्गलबाट आएका सिधै हेर न यति धेरै हाँसिराख्ने अब यस्तो बेजत त सहनु भएन त्यस्तोलाई बेजत भन्दैन नि हामी यत्तिकै ठिक छ हामी पनि दामी दामी ठिक छ खिचिहाल्छ हामी यार खुसीको सीमै छैन हामी चाहिँ अघिबाट होइन फोटो खिच्न आएको छ होइन फोटो खिचि पनि रहेको छ तर के भइरहेको छ थाहा छ यहाँ फोटो खिचिरहेको छ हावा आउँछ अनि यो लुङ्गीहरू उडाइदिन्छ अनि फोटो खिच्दाखेरि पोज पनि सब बिगारिदिन्छ हावाले गर्दा चाहिँ होइन अनि फोटो चाहिँ त्यति राम्रो राम्रो आइरहेको छैन फोटो खिच्न पाइरहेको देख सकते हैं आप लोग इधर फोटो खिच्चा यस्तो बोम्बा लाग्यो आउँदै तर फेरि है फोटो चाहिँ यत्रो के हो छैन दुःख लाग्छ फोटो राम्रो खिचौँ भनेपछि पनि ऊ भइरहेको छ क्या
उडाइदिन्छ लोकेसन उडाइन्छ राम्रो फोटो नै आउँछ ओके यार अघिदेखि उडेर हेर न हामी चाहिँ फोटो सुट गरेर चाहिँ आइसक्यौँ हामीले पनि सकिन् अब हामी जाँदैछौँ ड्रेस चेन्ज गर्न अब आफ्नो कुरा सल्लाह लाउनु पऱ्यो नि त होइन अनि चाहिँ हामी जान्छौँ घरतिर घर जानुभन्दा अगाडि म केही पनि भन्न चाहँदैन त्यही हो कपडा खोलेर फालिदिने हो चलिदिने हो पैसा त हामी दिँदैनौँ नि त फेरि हाम्रा स्पोन्सर गर्ने मान्छेहरू छन् के तिनीहरूले दिने नि पैसा चाहिँ जस्ट घुम्न मात्र आइदिएको नि त फेरि साथीहरू अब हामी जाँदैछौँ घरतिर हामी फोटोसुट आज दिनभरि फोटो खिच्यौँ भिडियो गरायौँ मलाई त अल्छी नै लगाइदिएँ है अल्छी लगाइदिएँ अनि पछि थाहा होला मैले इसाराले देखाइदिएको बुझ्नुपर्छ है अनि हामी चाहिँ आयौँ तिमीहरू जाऊ भनेर वा यहाँ मैले माथिमा चाहिँ पुलको माथि हेर न हिँड्दैछन् अगाडि तिनजना म हिँड्दैछु पछाडि गर्दै देख्न सक्नुहुन्छ साथीहरू म चाहिँ अब होइन अघिसम्म चाहिँ मैले सुभाषहरूलाई कुरिरहेको थिएँ कि अनि त्यसपछि तिनीहरू चाहिँ आएनन् अनि म चाहिँ अब जानुपर्ने छ बाइकमा है यो बाइक हो नि त फेरि यो बाइकमा हो हातले कुरिरहेको छ तिनजना मलाई चाहिँ चाँडो ट्रेनिङ त गर्नु पऱ्यो फर्क्यो हाम्रो